नमस्कार। म यहाँहरुलाई आज यो शून्य खनजोतमा गहुँ खेती कसरी गर्न सकिन्छ र शून्य खनजोतमा गरिने गहुँ खेतीको बारेमा सानो भिडियो लिएर चाहिँ यहाँ उपस्थित भएको छु र अहिले विभिन्न लागतहरु चाहिँ बढिरहेको छ उत्पादनमा। किसानहरुले चाहिँ लागत महँगो भइसकेपछि खेतीबाट राम्रो प्रतिफल लिन सक्नु भएको छैन। त्यसै कारणले अहिले मधुवन नगरपालिका वडा नम्बर 6 मा यहाँ चाहिँ यो 6 कट्ठा जमिनमा शून्य खनजोतमा यो गहुँ खेती गरिएको छ। सोही सम्बन्धमा यो कसरी सुरु गरियो र यो प्रविधिका फाइदाहरू के छन् सो सम्बन्धी जानकारी दिन गइरहेको छु। नमस्कार, म एकराज ओली, मधुवन कृषि शाखाको प्रमुख। आज चाहिँ यहाँ मधुवन नगरपालिका वडा नम्बर 6 मा यो सिरकैडा भन्ने ठाउँमा यो टङ्क ओलीले चाहिँ यहाँ शून्य खनजोतमा गहुँ खेती गर्नु भएको छ र त्यही विषयमा मैले चाहिँ यहाँलाई यो भिडियो केन्द्रित रहेको छ र मैले थोरै जानकारी दिन गइरहेको छु। हेर्नुस्, यहाँ चाहिँ अब यो गहुँ चाहिँ छरिएको छ धान काटेकै जमिनमा। हेर्नुस्, यहाँ चाहिँ नजोतेर गरिने खेतीलाई शून्य खनजोत भनेर भनिन्छ। जस्तो अहिले यहाँ चाहिँ लसुन लगाइन्छ, त्यस्तै केराउ लगाइन्छ, मसुरो लगाइन्छ, बर्सिम लगाइन्छ। त्यस्तै गहुँलाई पनि नजोतिकन छर्ने विधिलाई शून्य खनजोत भनेर भनिन्छ। र पहिला सुरुमा चाहिँ यो धान काटेको जमिनलाई चाहिँ पर्याप्त मात्रामा चिस्यान राख्नका लागि माटोमा चिस्यान छ कि छैन त्यो यकिन गर्ने। त्यसपछि आएर चाहिँ यसमा सिँचाइ गर्ने। सिँचाइ गरिसकेपछि तपाईहरुले गहुँ प्रति कट्ठा चाहिँ 4 देखि 5 केजी गहुँको बिउ पर्ने गरी चाहिँ समान हिसाबले चाहिँ छर्ने। डिएपी र पोटास त्यति बेला नै तपाईले चाहिँ प्रति कट्ठा 2.5 केजी डिएपी 2 केजी चाहिँ पोटास छर्न सक्नुहुन्छ। त्यसपछि आएर चाहिँ जुन मेसिनले काटेको चाहिँ धानको पराल हुन्छ त्यसलाई हामीले जलाउने चलन छ। त्यो नजलाइकन र त्यसलाई माथिबाट यसरी चाहिँ जसरी लसुनमा छापो दिन्छ त्यसलाई छापो दिन्छ र त्यसपछि आएर चाहिँ यो 1 हप्ता 10 दिनमा चाहिँ गहुँ उम्रिन्छ। गहुँ उम्रिसकेपछि यसरी अहिले चाहिँ यो गाँज हाल्दैछ। हेर्नुस्, यो गहुँ चाहिँ यो कार्तिकको 27 गते लगाएको गहुँ हो। अहिले चाहिँ यस्तो मजाले 3-4 वटा निकालिसकेको छ एउटै गहुँले चाहिँ गाँजहरू र गहुँ चाहिँ एकै घाँसले समान हिसाबले वृद्धि भइरहेको छ। र यस प्रविधिका फाइदाहरू के छन् भन्दाखेरि यसमा जोताइमा जुन लाग्छ लागत प्रति कट्ठा 500-700 रुपैयाँ यो बचत हुन्छ र त्यति बेला चाहिँ मेसिन नपाइने, औजार नपाइने, जसले गर्दा चाहिँ खनजोत गर्न साह्रै गाह्रो हुन्छ, त्यो झन्झटिलोबाट मुक्त भइन्छ भने यो चाहिँ एकदम वातावरण मैत्री यो संरक्षण खेती अन्तर्गत चाहिँ यसमा कुनै पनि खालको चाहिँ अब माटोलाई डिस्टर्ब नहुने यो संरक्षण खेतीको सिद्धान्तमा आधारित छ। त्यसले गर्दा चाहिँ यो बाली अवशेषहरू जलाउने चलन छ। त्यो बाली अवशेष जलाउने परिपाटीलाई निरुत्साहित गर्छ, वातावरण संरक्षणमा चाहिँ सहयोग गर्छ। कार्बन उत्सर्जन र यसमा एमोनिया ग्यास चाहिँ उत्सर्जन भएर जुन 25-30% चाहिँ यो वायुमण्डल प्रदूषणमा कृषिको भूमिका हुन्छ त्यसलाई निरुत्साहित गर्छ र साथसाथै चाहिँ यसले किसानको लागत न्यूनीकरण गर्ने भएको हुनाले अब हिउँदे वर्षा धेरै भयो भने धेरै खनजोत गरेको जमिनमा पानी जम्ने र जसले गर्दा जरा कुहिने र पछि रोगहरू लाग्छ, त्यो अवस्थामा पनि सजिलो हुन्छ र कम पानीबाट चाहिँ सिँचाइ गर्न सकिने प्रविधि भएको हुनाले गहुँलाई पनि यो प्रविधिबाट खेती गर्न सकिन्छ। अहिले मधुवन 6 को सिरकैडामा चाहिँ यो प्रविधि अपनाएर 6 कट्ठा जमिनमा यहाँ गहुँ लगाइएको छ। यो झार पनि यसले चाहिँ यो मल्चिङ विधिले झार पनि के गर्छ भने सप्रेस गर्छ र त्यसले गर्दा झार आउन पाउँदैन। झारमा लाग्ने चाहिँ विषादी छ, त्यो विषादीको खर्च पनि बचाउँछ। र अर्को कुरा चाहिँ के छ भन्नुहुन्छ भने यो पछि कुहिएर मल बन्छ। त्यस कारणले चाहिँ यो प्रविधि लागतको हिसाबले, वातावरणीय हिसाबले र अहिले बदलिदो अवस्थामा चाहिँ यान्त्रिकरणको प्रविधिबाट धान काट्ने विधिले गर्दा पराल जलाउने विधि र जसले गर्दा वायु प्रदूषण गर्ने कुरालाई पनि यसले चाहिँ केही हदसम्म रोक्छ र यो प्रविधिमा गहुँ खेती गर्ने कामको सुरुवात भएको छ। यसको नतिजा कस्तो आउँछ हामी बेला बेलामा अपडेट दिनेछौँ र आज मैले यही कुराहरू चाहिँ यहाँलाई जानकारी गराएँ। तपाईहरुलाई सुरुदेखि यो गहुँ छर्नेदेखि लिएर यसको उम्रेदेखि विभिन्न अवस्थामा अपडेट दिनु होला भन्नुभएको थियो। मैले त्यही भिडियोको निरन्तरता लिएर आएको छु। यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो, यो भिडियो सम्बन्धी हेरिसकेपछि लाइक, कमेन्ट, सेयर गर्न नभुल्ला। तपाईहरुका पनि यस्तै केही अनुभव छन् भने चाहिँ टिप्पणी गरिदिनु होला। धन्यवाद। ल।